गाइज वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ ट्याग लाएर फुर्सद खेल्न हिँडेको होइन। यताबाट चाहिँ म एक्लै जाँदैछु अनि केटाहरू यहाँ माथि चोकमा आउँछ, त्यहाँबाट 2-3 भाइ केटाहरू उठाएर लानुपर्ने छ। सो त्यही हो, पछाडिबाट अनि केटाहरू उता डाइरेक्ट जान्छ। म चाहिँ यहाँ केटाहरूले बाटै चिन्दैन, त्यही भएर केटाहरू लिन हिँडेको माथि 2 भाइ। सो त्यही हो, फुर्सद कति लगभग 1 महिनापछि खेल्नु हिँडेको होला फुटसल, किनकि कलेज बिदा थियो। त्यही भएर गाउँ गएको थिएँ म चाहिँ, त्यही भएर भर्खर लागेको कलेज नि। अनि फेरि केटाहरूले हान्दिउँ फुटसल भन्नु थाल्यो, अनि फेरि हान्दिउँ न त भनेर हिँडेको गाइज होइन। त्यही हो। सो गाइज केटाहरू चाहिँ आएर मलाई पर्खिरहेको रहेछ होइन। सो त्यही हो, हेर्नु यो 2 भाइ केटाहरू यहाँ आएर पर्खिरहेको रहेछ मलाई। दादाहरू हाम्रो यही हो होइन, मेन स्ट्राइकरहरू। हिँड्दै जाने अरे 10 मिनटमा बाँकी छ रे। केमा जाने? हिँड्दै जाने हो। जाउँ ल। 3 भाइ केटाहरू भेला भयो। अब केटाहरू आइसक्यो उता खेल्ने ठाउँमा। हिँड केटा होइन। सो गाइज हामी चाहिँ फुटसल ग्राउन्ड पुग्न आँटिसक्यौँ होइन। त्यही हो, हाम्रो आकाश भाइ त कुन खाने रे? म त मेस्सीको रे। उहाँ चाहिँ हाम्रो यता चाहिँ हुनुहुन्छ नेमार भन्ने फ्यान। दादा यता हालिदिनु पऱ्यो। अनि जर्सी नेमारको लगाएर राख्नुहुन्छ होइन। सो त्यही हो, हाम्रो चाहिँ अब आइसक्यो होइन। केटाहरू आइसक्यो कि छैन थाहा छैन, हेर्नुपर्छ गएर। फुटसल चाहिँ यही हो, यता हो होइन, देवी फुटसल। तपाईँ पनि खेल्न आउनु मन छ भने आउनु सक्नुहुन्छ। लोकेसन हो बुढा निकण्ठ नारायणथान, कता हो त थाहा भएन। सो गाइज यही हो होइन, फुटसल चाहिँ ग्राउन्ड। सो त्यही हो, गेम कस्तो हुन्छ हेर्नु होला होइन। दाइलेको चाहिँ आज नयाँ सुज लिएको छ, उद्घाटन चाहिँ ह्याट्रिकबाट हुन्छ उद्घाटन चाहिँ होइन। त्यही हो, हाम्रो केटाहरू त हाम्रो केटाहरू पसिसकेको छ भित्र। त्यही हो हाम्रो केटाहरू होइन। त्यही त भएर कल गएको छ यार। आमामा यो नेमारको जर्सी लाएर केटाहरू त। सो गाइज यही हो होइन, केटाहरू के छ केटाकेटी हो, भात खायो? हो उहाँ चाहिँ एकदमै प्रो हुनुहुन्छ। गरे बल चाहिँ कस्तो हान्नुहुन्छ हेर्नुहुन्छ। हाम्रो दादा नयाँ सुज लाउँदै हुनुहुन्छ। पैसा हुन्छ गाइज, पैसा ओएला जुत्ताभित्र पैसा लुगाएर बजाएको छ यार। अनबक्सिङ हान्छ सरी मैले एउटा खाएँ। ओए हाम्रो अर्को दादा नयाँ सक्स नयाँ हो र। कति भन्छ 200 को सक्स? जाबो त होइन भाइ। अब केटाहरू 2 जना लागेन, सबै छ। ओइ हुने यो तपाईँ हामी हुन्छ नि आज चाहिँ कस्तो चाहिँ हान्ने हो त नयाँ सुजले? एक गोली हान्दैन मलाई थाहा। सानो हुन्छ क्या लामो कस्तो चाहिँ हान्ने त? नयाँ सुज लाइक नयाँ सुज नयाँ सक्स नयाँ सुज आज चाहिँ नबिठ्ठै हान्ने भयो र। क्या लडालाई जुत्तै लाउनु आउँदैन। ल ल ल के गर्छु बस्दा बस्दै जाला।
हाम्रो तिमी गाइज गेम चाहिँ हामीले जितिसक्यो होइन हामीले गेम जितिसक्यो हामी केटाहरू चाहिँ दाइ कस्तो हो त अनुभव उहाँ चाहिँ एकदम मेसीको अर्को रूप हो यता उहाँ मेन किपर डिफरेन्स सबै उहाँ हो उहाँ झन् हाम्रो आज सिधा खेल्न भन्छु कता फाल्छ त्यही हो गेम चाहिँ जित्यो होइन अब केटाहरूले के खर्च हो ए होइन फुटसल चाहिँ गेम चाहिँ फाइनल जितिसक्यो होइन टिम केटा अर्को नयाँ टिम पसिसक्यो भित्र चाहिँ सो त्यही हो यहाँनिर चाहिँ आज फुटसल भएको यहाँ झगडा गरेर छ केटाहरू चाहिँ यतातिर कोही यहाँनिर पनि छ फाइटिङ म्यान अफ द प्लेयर चिया खाउँ त पानी चाहिँ यस्तोमा छ होइन गेम चाहिँ हाम्रो विन भइसक्यो केटाहरू यहाँ छ हाम्रो दादाहरू चाहिँ यहाँ के खेल्नु भएको दाइहरू के खेल्नु भएको स्पाडै हुनुहुन्छ दाइहरू चाहिँ होइन के खेल्नु भएको म चाहिँ यस्तो चाहिँ अलिक जान्दिनँ के खेल्नु भएको दाइ एमएल भन्नुहोस् के हो प्रो हो दाइ कहाँ छ अरे भाइ सरन पैसा ए 50 रुपियाँ खाँदो पैसा 50 रुपियाँ मात्रै छ त काममा 50 रुपियाँ पुगेर आउँछ फुटसल खेल्नु केटा हाम्रो केटाहरू चाहिँ गलेर यहाँ एकदमै थकित अवस्थामा छ ने 50 रुपियाँ छैन हौ जर्सी यहाँ चाहिँ क्यारम बोर्डको सुविधा रहेछ होइन क्यारम बोर्ड एक मैच जानुपर्छ होइन गेम धमाधम चल्दैछ गाइज अर्को नयाँ खेल राख्छ कस्तो हान्दैछ यसले यसलाई वाच गरौँ यसलाई वाच गरौँ कस्तो हान्छ यसले हान्नु जान्छ जान्दैन है छुवाएन हौ यसले त अब हेर सेर खानुपर्छ है केटा यहाँ चाहिँ ब्याडमिन्टन कोर्ट नि छ होइन यस्तो बबाल्ली सब ट्याक्क लाएर यस्तो खाँदा यो त स्केट छ होला बडी बेटर होइन हौ म्याच भइरहेको छ हाम्रो कसले हार्छ त्यसले तिर्छ हाम्रो चाहिँ अब हाम्रो जित होला जस्तो छ दामी ओपन ल हाम्रो गेम भयो एक गेम केटाहरूले पैसा जित्छ गणेशको ब्रेक हो क्या अहिले अब चाहिँ घर जानुपर्ने हुन्छ गाइस त्यही हो हक्लाको सबभन्दा हेन्सम अब घरतर्फ लाग्यो होइन त्यही हो हाम्रो ग्याङ छ यता मेरो ग्याङ छ नेपालभरि होटल दाइ कति स्टार हो होटल
जति स्टार जर्सी भयो त्यति स्टार होटलमा भन भाइ ल केटा हो स्टार भ्लग चाहिँ अब म स्टार्ट गर्दैछु होइन अब हाम्रो यहाँ आएर है आजको फुटबलको प्लेयरहरू यो लेफ्ट विङ छ होइन लेफ्टबाट खेल्ने मान्छे यो लेफ्टबाट खेल्ने मान्छे हाम्रो कहाँ गयो हाम्रो उस डिफेन्डरहरू यहाँनिर अगाडि केटाहरू डिफेन्डरको उस गरिरहेको छ यहाँ 3 जना डिफेन्डर 4 जना डिफेन्डरहरू छ यहाँ अगाडिको हाल्छु गणेशको लागि गेमै नखेल्ने ब्लगमा आइगर्नु न दादा राई दाइ हाम्रो अब बडी सडी हाम्रो भएको लाउरे मान्छे अब लाउरे बन्ने मान्छे अब केटो 12 मात्रै पास गर्नु दिउँ लाउरे बन्ने भनेर छ यहाँनिर सिन चाहिँ यस्तो अघि नैको भ्लग चाहिँ भयो अब केटाहरू छुट्न आँटेछ राम्रोसँग जाऊ ल यस्तो बनाउने सबैको पाली आउँछ भन न ओइ प्रेस सबैको पाली आउँछ भन न सबैको त्यही त सबैको पाली आउँछ खेल्ने बाली गर्नुपर्छ ल राम्रो उसिल जानु भन नि त गएको ल गएको ल भाइ ढुक्दै घरमा गएर आज गेममा आऊ केटाहरूको साथीहरू यो चाहिँ त्यही हो बवाल मजा भयो खेल्नु केटा अब यहाँ कोही राम्रो खेलेन नराम्रो खेल भनेर गुनाखा गरेर राख्छ यो गुनाखा गरेर राख्छ यो यही खेल्दैन राम्रो चाहिँ त्यही हो आज भिडियो यति नै त्यसको लागि कमेन्ट हानिदिनु होला अर्को भिडियोमा भेट्नेछौँ धन्यवाद।